पदपूर्ति गर्नका लागि हामीले आजबाट प्रक्रिया प्रारम्भ गरेका छौँ। हामीले आवेदन खुला गरेका छौँ। यो सम्भवतः नेपालको इतिहासमै पहिलो पटक हामीले नेपालका सम्पूर्ण विश्वविद्यालयको पदपूर्ति एकैपटक हामीले सुरु गरेका छौँ। यो नेपालको शिक्षा क्षेत्र सुधार गर्ने एउटा महाअभियानको रूपमा पनि हामीले यसलाई लिन सक्छौँ। किनभने सम्भवतः कहिले पनि नेपालको इतिहासमै यसरी ओपन कल भएर नेपालको सम्पूर्ण विश्वविद्यालयमा एकैपटक उपकुलपतिहरू पदपूर्ति गर्ने प्रक्रिया कहिले पनि भएको थिएन। यो एउटा इतिहासमा शैक्षिक क्षेत्रलाई सुधार गर्ने एउटा मौका हो। त्यसले गर्दा यसलाई एउटा पदपूर्ति गर्ने प्रक्रिया भन्दा पनि शिक्षा क्षेत्र सुधार गर्नको लागि खेल्ने भूमिकाको रूपमा लिन सम्पूर्णलाई म आग्रह गर्दछु। पदीय हिसाबमा यो हाम्रो अध्यक्षतामा एउटा छनौट समिति गठन भए तापनि यो एउटा प्रक्रिया मात्र हो। हामीले एउटा पूर्ण रूपमा निष्पक्ष स्वतन्त्र विज्ञ समूह गठन गर्नेछौँ। त्यस समूहमा अग्रज व्यक्तिहरू प्राज्ञिक व्यक्तिहरूलाई सामेल गरेर त्यो समिति गठन हुनेछ र त्यो समितिमा पूर्ण रूपमा निष्पक्षता कायम हामीले गर्नेछौँ। स्वतन्त्र हुनेछ। कुनै पनि दलीय हिसाबको कुनै पनि त्यसमा पक्षपात हुने छैन। हामी सम्पूर्ण नेपालका प्राज्ञिक अग्रज व्यक्तिहरूलाई आह्वान गर्न चाहन्छौँ यो उपकुलपतिको पदपूर्तिको यस प्रक्रियामा सामेल हुनुहोला। यसमा निष्पक्षतामा विश्वास गरिदिनु होला। नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस मौकामा हामीलाई पनि साथ दिनुहोला र यहाँहरूको यस योगदानलाई इतिहासले पनि सधैँ याद गर्नेछ। नेपालको शैक्षिक क्षेत्र सुधार गर्ने यस महाअभियानमा सम्पूर्ण उपकुलपति पदका लागि योग्य उम्मेदवारहरूलाई आवेदन पेश गर्नको लागि म हार्दिक निवेदन गर्दछु। हस्, धन्यवाद।